4 घण्टाको हाइकिङ जाने भनेर घरबाट त निस्किए, तर हामीसँग त स्क्याम भयो जस्तो पो लाग्यो गाइस। आज हामी जर्ज कोस्टल वकमा जान लागेको। दिन पनि एकदमै राम्रो थियो अनि हामीले सुन्तला खाँदै अनि गीत गाउँदै गइराखेको थियौं। 11 बजिसकेको थियो अनि हामीलाई एकदमै भोक लाग्यो, त्यही भएर हामीले बीचमा म्याकमा गएर खानेकुरा लिगेम अनि फेरि हामी हाम्रो जर्नीतिर लाग्यौं। गाडीको ऐनामा चाहिँ यसरी फोहोरो लागेको रहेछ, भिडियो राम्रो नै आएन। गाडी रोकाएर नबिना दिदीलाई ऐना सफा गर्न लगाए अनि ऐना बल्ल टिलिक्क टल्कियो अनि भ्यू पनि एकदमै राम्रो देखियो। सजिलो छ र कन्टेन्ट बनाउने मान्छेसँग हिँड्नको लागि। खाँदै गाउँदै हिँड्दाखेरि हाम्रो 2 घण्टाको ड्राइभ यति छिटो बित्यो अनि त हामी आइपुग्यौं जर्ज कोस्टल वकमा। त्यहाँ 2टा बाटो थियो कि अनि हामी चाहिँ कन्फ्युज भइरहेको थियौं कुन बाटो जाने भनेर। इनी मिनी म्याङ्गो गरेर चाहिँ हामीले फर्स्टको बाटो जाने डिसाइड गर्यौं। ल गाइस, स्वर्ग हेर्ने हो। ल हेर्नुस् त स्वर्ग, निलो पानी यस्तो राम्रो देखेको थियो नि। यो भ्यू हेरेर त म घण्टौसम्म बिताउन सक्थ्यो होला। यस्तो राम्रो ठाउँमा आउन पाउँदा त मेरो खुसीको सीमै थिएन। अनि तल बीचमा गएर टिकटक बनाउने भनेर चाहिँ मैले स्टेपहरू सिकिरहेको थिएँ। तल बीचको भ्यू झन् एकदमै राम्रो थियो। विकडे भएको भएर होला त्यहाँ चाहिँ अरू कोही पनि मान्छे नै थिएन। कोही मान्छे नभएको फाइदा त उठाउन परिहाल्यो, त्यही भएर हामी चाहिँ जति सक्यो त्यति भिडियो र टिकटक बनाउँदै थियौं। बीचमा एकदमै हिँड्नु पर्छ सोचेर घरबाट निस्केको थिएँ, तर गफ गर्दै गर्दै हिँड्दा चाहिँ त्यस्तो साह्रो हिँडेको फिल नै भएन। अनि फेरि हामी यो नजिकैको एनिमल पार्कमा गयौं। नबिना दिदीलाई जहाँ गए पनि आफ्नो साथीहरूलाई चाहिँ भेट्न परिहाल्छ। अझ आज त दिदीले आफ्नो बेस्ट फ्रेन्डलाई पनि भेट्नु भयो अनि मैले पनि अलिअलि साथी बनाए गाइज। अनि मैले चाहिँ यस्तो व्हाइट कलरको कंगारू चाहिँ अहिलेसम्म देखेको थिएन। उसलाई साथी बनाउन खोजेको बालै दिएन। साथीले मतलबै नगरेपछि हामी घर जाने डिसाइड गर्यौं। अनि त्यो ठाउँमा चाहिँ कस्तो राम्रो इयरिङ, नेकलेस, ब्रेसलेटहरू थियो अनि हामीले यो एउटा म्याचिङ ब्रेसलेट किन्यौं अनि घरतिर फर्कियौं। थ्याङ्क यू फर वाचिङ दिस मिनी भ्लग गाइज। सी यू इन माई नेक्स्ट भ्लग।